हाम्रो 6औं दिन सुरुवात भइसक्यो ट्रेकिङको। ठ्याक्कै आज हुम्लेबाट सुरु भइसक्यो अनि यहाँबाट यस्तो देखिन्छ। यहाँबाटको दृश्य चाहिँ मास्तिर हिमाल टक्क यस्तो छ है। ठ्याक्कै चाहिँ हुम्लेबाट देखिने एकदम सुन्दर दृश्य। यहाँबाट उता चाहिँ मनाङतिर जाने अनि यहाँ मास्तिर हिमाल अनि यताबाट चाहिँ उताबाट आउने बाटो। यहाँबाट चाहिँ अब काम सुरु भइसक्यो र यहाँबाट जान लागिरहेछौँ। ल यो पनि एरिया चाहिँ हुम्रे नै हो। यो चाहिँ कतातिर भने एयरपोर्टको नजिकमा हो। एयरपोर्ट चाहिँ यता अगाडि छ र यताको दृश्य यता अलि अगाडि मात्रै हो। अघि अलि तलबाट खिचेको र यो चाहिँ यो माथि चाहिँ नावल चाहिँ माथि नै हो। हुन चाहिँ यही हो। अनि यो चाहिँ ठ्याक्कै हुम्रे। यता हाम्रो गाडी। यहाँ चाहिँ बुद्धको मूर्ति हुनुपर्ने कि क्या हो तर रहेन छ अहिलेलाई। मनाङको ब्लू लेक एरिया हो। एकदम क्लिन छ यहाँको पानी चाहिँ। अनि यता पनि हिमाल देखिन्छ। यता चाहिँ नावल एरिया हो। यता चाहिँ हामी हुम्डेबाट आएको। अनि यहाँ चाहिँ ठ्याक्कै ब्लू लेक होटल छ। अनि यहाँनिर चाहिँ सरहरूले के कामहरू गरिरहनु भएको छ। अब ठ्याक्क मेन ब्लू लेक जाने हो भने चाहिँ यता अगाडिबाट बाटो छ। अगाडिबाट माथि गएपछि ब्लू लेक छ। अनि यता चाहिँ मनाङ जाने बाटो चाहिँ यही हो। अनि यता एकदम सुन्दर हिमाल देखिरहेको छ है मास्तिर चाहिँ। ल यति बेला चाहिँ हामी ठ्याक्कै मुन्जी एरियामा छौँ। यो चाहिँ भ्राकाको मुन्जी रहेछ। अनि यहाँनिर चाहिँ हामी यताबाट आएको र अब हामी चाहिँ यता मनाङतिर जाँदैछौँ। र यता मास्तिर चाहिँ हेर्नु होला कस्तो दामी यस्तो पार्टहरू छ। अनि यताबाट चाहिँ एकदम सुन्दर दृश्य देखिन्छ। यता मास्तिर हिमाल छ। अनि यताबाट यता पनि सबै हिमाल देखिन्छ। अनि विशेष गरी चाहिँ यो एरिया चाहिँ धेरै राम्रो देखिन्छ। यो चाहिँ माटोबाट बनेको हो र यहाँनिर चाहिँ एकदमै चुचो हिमाल जस्तै नै देखिन्छ। सरहरू चाहिँ यता रिपोर्टिङमा जानुभएको छ र हामी चाहिँ एकछिन यहाँ बसेको। ल यो चाहिँ ठ्याक्कै मनाङकै एरियामा पर्ने मुन्जी एरियाको यो भ्राकामा रहेको चाहिँ एउटा पार्क रहेछ। भित्र चाहिँ गौतम बुद्ध चाहिँ होइन अरू च्याङ्ग्रेसीको मूर्ति रहेछ। यहाँभित्र चाहिँ पानी हाल्न चाहिँ बाँकी रहेछ। अब पानी हालिसकेपछि चाहिँ एकदम दामी हुने रहेछ। यहाँबाटको सुन्दर दृश्य चाहिँ यहाँनिर पनि एउटा यो पार्क रहेछ भन्ने कुरा चाहिँ हामीले देखियो। ल ठ्याक्कै सरहरू चाहिँ काम गर्दै हुनुहुन्छ। अनि यहाँबाट चाहिँ हामी उता लागिसक्यौँ मनाङतिर। हामी चाहिँ अलि माथि गएर बस्ने भनेर हिँडेको। पछाडि गाडीमा नि आउँदैछ साथीहरू। सरहरू माथि गएर बस्छ अनि छक्कै म पनि माथि पुगेर बस्ने। ल यो चाहिँ ठ्याक्कै मनाङको भ्राकामा रहेको घर हो। यहाँनिर चाहिँ ठ्याक्कै भर्खर बनेको रहेछ। हाम्रो सोल सल्लेरीको दाइले बनाउनु भएको रहेछ। अनि यहाँनिर चाहिँ टक्क होटल दामी छ। अनि यो यतिको मनाङमा घर बनाउनलाई चाहिँ ठ्याक्क 45 लाख जति चाहिन्छ अरे। अनि यो घर चाहिँ 45 लाख जतिमा बनेको अरे। तपाईँहरू आउँदाखेरि यसो यहाँनिर पनि सम्झिदिनु होला। भर्खर सुरु गरेको रहेछ। यसपालिदेखि नै हो कि क्या सायद। अनि सरसफाइहरू भइरहेको छ। अब यही सिजनदेखि चाहिँ सञ्चालन हुँदैछ है। यति बेला चाहिँ हामी मनाङको सहरमै आइपुगेको छौँ। ठ्याक्कै मनाङ चाहिँ तलैदेखि भनिन्थ्यो। खास मेन मनाङ चाहिँ यहाँनिर हो। मनाङको यहाँको सहरै छ। यहाँनिर चाहिँ ठक्क होटलहरू धेरै छ। र यतातिरको दृश्य चाहिँ यस्तो छ। यहाँनिरबाट हिमाल देखिन्छ। यहाँ सरहरू सुरु भइसक्यो कामको लागि। हामी चाहिँ अब एकछिन आरामै गर्ने होला सायद। अब मास्तिर यस्तो दामी छ नि यहाँनिरको त्यो सिन चाहिँ। यहाँ क्यामेराहरू त्यति क्लियर देखिँदैन तैपनि यहाँ चाहिँ एकदमै राम्रो छ। यो माथि हेर्नुपर्छ होइन। यस्तो दामी छ कि यो भिरको छेपभित्र यो के गुम्बा टाइपको होला सायद। अनि यहाँबाट हेर्दाखेरि चाहिँ यो पहाडहरू चाहिँ
एकदमै राम्रो देखिन्छ। यो चाहिँ चट्टानबाट होइन कि चाहिँ कस्तो भने बालुवा र गिटीबाट मात्रै बनेको हुन्छ। अनि हेर्दाखेरि चाहिँ यस्तो खाडल खुटिलहरू टाइपको अनि चुच्चु चाच्ची धेरै नै देखिन्छ। सबै यहाँको एरिया नै सेम टाइपको छ। ल यहाँबाट चाहिँ काम यताको सकाएर जान लागिराख्नु भएको छ सरहरू, अघि हिँडिरहनु भएको छ। माथितिरको दृश्य चाहिँ एकदमै राम्रो लाग्यो अरे सरहरूलाई भन्ने कुरा छ। यति बेला यता पनि धेरै होटलहरू चाहिँ बन्दा नै रहेछ अनि यता पनि छिटै भइरहेछ काम चाहिँ। यो पहाडलाई चाहिँ नजिकबाट हेर्दा चाहिँ यस्तो देखिन्छ। यहाँनिर त्यस्तो चिपहरू एकदमै डर लाग्ने टाइपको देखिन्छ। यस्तो छ यहाँनिर चाहिँ। ल यति बेला चाहिँ हामी ठ्याक्कै मनाङको 3540 मिटरको उचाइमा छौँ। यहाँबाट चाहिँ अब धेरै होटलहरू छ मास्तिर सुन्दर दृश्य पनि देख्न सकिन्छ। यहाँबाट अब मास्तिर गएर खाना खाने बेला हुन लागिसक्यो, त्यस कारणले अब हामी खाना खान्छौँ अनि त्यसपछि मास्तिर जान्छौँ। आज चाहिँ यहाँ धेरै नै छ, बेलुकासम्म सक्ने सरहरूको टार्गेट छ भने चाहिँ अब हेरौँ के हुन्छ। सकायो भने सकाइ गयो होला, सकाएन भने अब सकाएन होला। हामी चाहिँ होटल खोज्दै नै माथि नै आइसकेका छौँ। तलतिर चाहिँ चुनावको कारणले होटलहरू एकदमै व्यस्त छ भन्ने कुरा हो। चुनावको मान्छेहरू आउने भएकोले अब माथि जान्छौँ, कहाँनिर हुन्छ त्यहाँनिरै बस्छौँ। त्यसपछि अब यहाँको भिडियोहरू चाहिँ लगातारै आउनेछ माथिसम्मकै। यस्तो छ है यता यो मासतिर पनि राम्रो छ होटलहरू चाहिँ, यहाँ पनि राम्रो छ। ल यति बेला चाहिँ म ठ्याक्कै यहाँ मनाङको भ्यू पोइन्टतिर आइरहेको छु। माथिबाट चाहिँ होइन मनाङमा सबै फुल क्लिन टाइपमा देखिन्छ। अनि माथिबाट टक्क म तपाईँहरूलाई देखाउने छु र यहाँको भ्यू चाहिँ सिन चाहिँ क्लियर देख्ने छ। यहाँबाट लगभग अब 2-4 मिनट नै पुगिहालिन्छ माथि चाहिँ। अब चाहिँ भ्यू पोइन्ट आइपुग्नै लाग्यो, लगभग नजिकै नै छ, यहाँनिरै हो। यहाँबाट माथि चाहिँ बार लगाएको छ, तलैबाट घुमेर जानुपर्छ। अलि माथि नै जाने हो भने चाहिँ उकालो त बोल्नु नि गाह्रो हुने रहेछ। र यहाँबाट चाहिँ मनाङ राम्रो देखिन्छ है। ठ्याक्कै यहाँ चाहिँ यस्तो बनेको छ, टक्कै बसेर भ्यू हेर्नको लागि कुर्सीहरू पनि राखिदिएको छ। अनि सरसफाइ पनि यहाँ राम्रो रहेछ। यहाँबाट चाहिँ खासै माथि पनि जाने रहेछ, जान चाहिँ यस्तो छ। यहाँ चाहिँ यस्तो सुविधा पनि रहेछ, ठ्याक्कै यहाँनिर बस्ने अनि त्यसपछि भ्यू हेर्नको लागि चाहिँ टक्क कस्तो कुर्सीहरू राखिदिएको रहेछ। कुर्सीमा बसेर होइन यो पहाडीको भ्यू हेर्न चाहिँ यस्तो रमाइलो हुन्छ नि। तर यति बेला चाहिँ खासै क्लिन देखिन्न। बिहान आयो भने चाहिँ प्रायः पालोहरू बसेको हुँदैन, त्यस कारणले एकदमै क्लिन देखिन्छ। यो चाहिँ मनाङ एरियामै मासतिर पनि छ। मासतिर के भन्छ कि यसलाई माथि मनाङ भन्छ के भन्छ होइन, त्यस्तै छ। एकदम राम्रो यहाँ भ्यू देखिने रहेछ है। यति बेला चाहिँ म यहाँनिर सुतिरहेको छु। यहाँ चाहिँ यस्तो चिसो हावा चल्ने रहेछ अनि घाम परिरहेकोले एकदम आनन्दवाला फिल हुने रहेछ। त्यस कारणले म एकछिन आराम गरेँ। अब चाहिँ फर्किने बेला भयो। तलतिर झर्नलाई चाहिँ एकदम छिटो हुन्छ। अब ओह्रालो झरे। अब यहाँबाट झरिसकेपछि चाहिँ अब गएर चट्ट अघि नै नुहाइ धुवाइ पनि गरिसकिहाल्यो। अब काम छैन।
टक्क रुममै पस्ने होला अब सिरकभित्र चट्ट पसेर चाहिँ तातो गरी बस्ने हो। अब भोलिदेखि त फेरि भारी बोक्नु पर्ने छ, दुःखको कुरा। आजै हो मस्त आराम गर्ने, अब भोलिबाट पसिना बगाइहाल्नु पर्यो। त्यस कारणले म चाहिँ अब फर्किसकेँ, अब गएर आराम गर्ने निदो गरेँ। त्यसैले आजको लागि चाहिँ अब भिडियो यति नै। यहाँ अब मनाङबाट भोलि कहाँसम्म हुन्छ माथि, अब सिरी खड्कतिर हुन्छ कि अब कतातिर हुन्छ भोलिको बास, त्यहाँको भिडियो चाहिँ भोलि आउनेछ।